नमस्ते साथीहरू। मैले प्याजको बारेमा तपाईँहरूलाई भिडियो हालेको थिएँ। तपाईँहरूले एकदमै मन पराइदिनु भएको थियो, लाइक सेयर गरिदिनु भएको थियो। अनि मेरो साइला ब्लग युट्युब छ, त्यसमा गएर हेरिदिनु भएको थियो। त्यसको लागि पनि तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र साथीहरू, अब आज म तपाईँहरूलाई केही लसुनको बारेमा जानकारी गराउँदैछु। मसँग केही अध्ययनको कापी छ। अब यो अध्ययनको कापी अहिले तपाईँहरूलाई देखाएर तुरुन्त अध्ययन गर्नु तपाईँहरू गाह्रो हुन्छ। अब म थोरै तपाईँहरूलाई चाहिँ लसुनको बारेमा, लसुनको व्यापार गर्दा कतिको फाइदा गर्न सकिन्छ त्यसको बारेमा म तपाईँहरूलाई जानकारी गराउँछु। आउनुहोस् अब सुरु गरौँ। अरे एउटा कुरा भन्नु भने चाहिँ हाम्रो धेरै साथीहरू विदेश जाने चलन छ। अनि विदेश जाने पैसाले, विदेशको लगानीले तपाईँले यहीँ पनि लगानी गरेर केही पैसाहरू कमाउन सक्नुहुन्छ। अनि र यदि कोही साथीहरू जान चाहनुहुन्छ भने पनि, अब कोही कोही साथीहरूलाई जानै मन लाग्छ नि, त्यस्तो साथीहरू हुनुहुन्छ भने कन्ट्याक्ट पनि गर्नुहोला। तपाईँहरूलाई कहाँ जाने, के गर्ने, राम्रो ठाउँहरूमा साथीहरू पनि छन्, कुराकानी राखिदिन सकिन्छ। अब हामी त्यसैपछि लागेर त हिँड्दैनौँ, त्यही पनि कुराकानीहरू राखिदिन सकिन्छ। तपाईँहरू मेरो कन्ट्याक्टमा आउनु भने कुराकानी म राखिदिन सक्छु। यो नातिनीले अलि सोधा यार, अलि यस्तो गर्छ, यस्तो बस चाकल मार। अनि आउनुहोस्, लसुनको व्यापार कसरी गर्ने, के गर्दा राम्रो हुन्छ, कसरी गर्दा राम्रो हुन्छ, म तपाईँहरूलाई त्यो जानकारी गराउँछु। हेर्नुहोस्, लसुनको बारेमा टोटल लगानी तपाईँले पुस माघमा गर्नुभयो भने, जस्तो लसुन लाउने बेला तपाईँको गाउँघरमा कहीँ पनि लसुन हुँदैन, तपाईँले चाहिँ राम्रो इन्कम गर्न सक्नुहुन्छ। त्यसमा चाहिँ के हुन्छ भने चाइनाको लसुन आउँछ। हेर्नुहोस्, चाइनाको लसुन तपाईँले काठमाडौँमा कन्ट्याक्ट गर्नुपर्छ। त्यसपछि तपाईँको टोटल लगानी तपाईँलाई 6 लाख रुपियाँ जति लाग्छ। हेर्नुहोस् है, तपाईँहरू फेरि 6 लाख रुपियाँ लगानी लाग्छ, तर जापान गए बराबर पैसा कमाउन सक्नुहुन्छ। हेर्नुहोस्, तर यसको फेरि सिजनहरू हुन्छ होइन। अब जस्तो तपाईँले कार्तिकदेखि सुरु गर्नु भने मङ्सिर, पुष, माघ, फागुन, चैतसम्म तपाईँले राम्रो इन्कम गर्न सक्नुहुन्छ। जस्तो किलोमा यानि कि क्विन्टलमा 2000 रुपियाँदेखि 3000, 5000सम्म लिन सक्नुहुन्छ। कसरी भनेपछि तपाईँ वहाँबाट टन्न काठमाडौँ गएर गाडी लोड गर्ने सानो पिकअप, त्यसपछि बाटोमा एक पिस बेच्दै आउनुभयो भने तपाईँको काठमाडौँमा 200 रुपियाँ लगाएको छ भने 250सम्म तपाईँले होलसेल गर्न सक्नुहुन्छ। जो कि तरकारी पसलहरूमा तपाईँको एक बोरी त जसले पनि झार्छ, एक बोरी झार्दा 20 किलोको हुन्छ। अनि सेटअप 20 किलोलाई तपाईँले डिभाइड गरेर 50 रुपियाँ प्लस गरेर दिन सक्नुहुन्छ। किनभने त्यहाँको स्थानीय होलसेलले भने तपाईँको त्यसलाई पनि त्यति परेकै हुन्छ कि, किन भन्नुहुन्छ भने काठमाडौँबाट त्यसले हामी जस्तो विक्रेतासँग ल्याउँछ, अनि सम्झौता गरेर 10-15 बोरी झारे हुन्छ, त्यसैले त्यो वरिपरि दिने हो। त्यस कारणले गर्दाखेरि तपाईँले चाहिँ एक बोरी दिँदाखेरि 5000सम्म पनि फाइदा खान सक्नुहुन्छ क्विन्टलमा। यो त भइहाल्यो राम्रो फाइदा गर्ने तरिकाहरू होइन। अनि आएर सिधै तपाईँले, जस्तो म दुःख गर्दैन भन्नुभयो भने, अब तपाईँ सिधै मन्डीमा, जस्तो अब सर त्यहाँबाट लोड गर्नुभयो, अनि त्यसपछि तपाईँको बाटोमा अब सानो मन्डीहरू हुन्छन्, सानो जस्तो मानवमा हाम्रो यहाँ तुलसीपुर भयो, लमै भयो, यस्तोमा तपाईँको होलसेल पसलहरू हुन्छन्, त्यस्तोमा पनि झारिदिन सक्यो। त्यसपछि त्यस्तोमा झार्दाखेरि के हुन्छ भने 20 कट्टा 15 कट्टा एकैचोटि झार्छन् के। अनि त्यस्तो झार्दाखेरि उनीहरूलाई चाहिँ नाफा कम लिएर झार्नुपर्ने हुन्छ, किनभने 20को ठाउँमा 10 लिएर, 10को ठाउँमा 5 लिएर झार्नुपर्ने हुन्छ। त्यसरी अब कार्तिक मङ्सिरमा तपाईँले उसको व्यापार गर्न सक्नुहुन्छ होइन, लसुनको। अब फागुन चैततिर फेरि तपाईँको, फागुन चैतदेखि फेरि हाम्रो लसुन गाउँमा निस्किन्छ। तर गाउँको लसुन बेच्नलाई तपाईँको पैसा पनि कम लाग्छ, लगानी पनि कम लाग्यो, फाइदा बढी गर्न सकिन्छ। फेरि यता गाउँबाट तपाईँले 50 रुपियाँदेखि 80 रुपियाँ, 100 रुपियाँसम्म पाउनुहुन्छ। सबै लसुन खरिद्नुहोस्। तर लसुन खरिद्दाखेरि एउटा ध्यान दिनुपर्ने कुरा के हुन्छ भने लसुन काँचो नहोस्। यदि काँचो छ भने फेरि म तपाईँको लसुन लैजान्छु भनेर त्यसलाई सुकाउन लगाएर किन्नुपर्ने हुन्छ। र लसुन चाहिँ एकदम खरङ्ग सुकेको हुनु पर्यो। यदि सुकेको छैन भने तपाईँ चाहिँ नोक्सानमा पर्न सक्नुहुन्छ। त्यो कुरालाई पनि ध्यान दिनु होला। लसुन फेरि यस्तो चिज हो, तपाईँको जस्तो 150 रुपियाँ किलो तपाईँले गाउँबाट उठाउनु भयो, गाउँमा बजारमा 80मा पनि बिकिहाल्छ क्या। जस्तै 1 किलोमा तपाईँको 30 रुपियाँ खाइयो भने
क्विन्टलमा 3,000 रुपियाँ पनि आउँछ। त्यो भएर लसुनको व्यापार गर्दा धेरै फाइदा छ साथी हो। यसको व्यापार गर्नलाई अब तपाईँले सिजनमा तपाईँले गाउँघरको लगाउन सक्नुहुन्छ। गाउँमा फेरि तपाईँको लगाउने एरियाहरू हुन्छ नि, जस्तो कपुरकोट भयो, अनि त्यसपछि तपाईँको सुर्खेत भयो होइन। अब तपाईँको झापा मोरङहरू भयो, यस्ता यस्ता ठाउँमा कुन कुन ठाउँमा पाउँछ भन्ने कुरो तपाईँ व्यापार गर्दै जानु भने पछि थाहा पाइहाल्नुहुन्छ। फेरि तपाईँले यहाँबाट काठमाडौँ सप्लाई गर्न सक्नुहुन्छ। कस्तो गर्नुपर्छ भनेपछि काठमाडौँ सप्लाई गर्नलाई फेरि यहाँ गाउँमा किन्यो, गाउँमा किनेर सर र काठमाडौँ लग्यो। अब राम्रो रेट, जस्तो गाउँमा 60 छ भने काठमाडौँमा तपाईँको 80 हुनसक्छ। तपाईँ 5 रुपियाँदेखि 10 रुपियाँ भाडा राखिदिनुहोस्, किलोमा 10 आयो। 25 क्विन्टलमा कति आयो? 1,000को दरले पनि तपाईँले खर्च पानी काटेर 25 क्विन्टलमा टिपमा 25,000 रुपियाँ कमाउनु भयो। त्यो हो। अब आफ्नो देशमा व्यापार गर्न धेरै राम्रो हुन्छ। र व्यापार गर्ने तरिकाहरू मैले तपाईँलाई भनिहालेँ। बाटोमा तपाईँ एक एक कट्टा बेच्दै आएर यहाँ मन्डीमा पनि बेच्न सक्नुहुन्छ। र एक एक कट्टामा मलाई फाइदा भइरहेछ भन्नुहुन्छ भने एक एक कट्टा बेचेर फेरि एक गाडी सिद्धाउन सक्नुहुन्छ। अनि अफ सिजनमा तपाईँ धेरै नाफा खान सक्नुहुन्छ, सिजनमा पनि धेरै नाफा खान सक्नुहुन्छ। कसरी खान सक्नुहुन्छ भने गाउँबाट किनेर ल्याएर बुटोल काठमाडौँ पुर्याउनुहोस् होइन। फेरि अनि तपाईँको काठमाडौँबाट फर्किँदाखेरि फेरि तपाईँ खाली गाडी आउनुभन्दा कसैको सामानहरू लिएर आउनु पनि सक्नुहुन्छ होइन। आफ्नो गाडीमा कसैको सामान लिएर आउनु पनि सक्नुहुन्छ, अथवा उताबाट यता बिक्ने चिजहरू ल्याएर पनि आउन सक्नुहुन्छ। त्यसै कारणले गर्दा लसुनको व्यापार पनि अति बेस्ट छ साथी हो। र लसुनको व्यापार गर्नुको लागि तपाईँलाई मैले भने अब लगानी सुरुमा तपाईँले कार्तिक मङ्सिरमा गरे 6 लाख रुपियाँ जति लाग्छ भने तपाईँले सिजन फागुन चैतमा गर्नु भने 3 लाखदेखि 2 लाखसम्मले पनि स्टार्ट गर्न सक्नुहुन्छ। र आफूसँग अब यति पैसा भइसक्यो भनेपछि व्यापार गर्दाखेरि पनि सहज हुन्छ। त्यही कारणले गर्दा व्यापार गर्न तपाईँलाई धेरै राम्रो हुन्छ। हेर्नुहोस् है, मैले लिस्ट बनाएको छु अनि तपाईँको यो उल्टो देखिन्छ होला है, त्यस कारणले गर्दाखेरि अब यो उल्टो देखिन्छ। र व्यापार तपाईँ कति पैसा तपाईँसँग छ र कुन व्यापार गर्ने भन्ने बारेमा मलाई कमेन्ट गर्नुभयो भने त्यसको बारेमा पनि म हजुरलाई केही जानकारी गराउँछु। व्यापार गर्नलाई धेरै कुराहरू सोचेर गर्नुपर्ने हुन्छ। यति भन्दै हजुरहरूसँग बिदा हुन्छु। अहिलेलाई नमस्ते साथी हो। अनि कमेन्टमा लेख्नुहोला तपाईँसँग कति पैसा छ, के व्यापार गर्न चाहनुहुन्छ अनि भनेर लेख्नुहोला भन्दै हजुरसँग बिदा हुन्छु। नमस्कार। मेरो भीमकान्त गोतामे फेसबुक भएपछि साइला ब्लग युट्युब छ, त्यसमा गएर हेर्नुहोला, केही सल्लाह सुझावहरू दिनुहोला भन्दै हजुरसँग बिदा हुन्छु। नमस्ते साथी हो।